के नाम रे हजुरको? रामेछाप। ए रामेछापदेखि हैन त? रामे चाहिँ कहाँ मन्थली? मन्थली कहाँनिर? बजारमा। ए त्यहाँ यस्तो लोकल पाल्ने ठाउँ छ? गाउँमा छ मौरी पाल्ने त। बजारमा त यसो गर्नु मात्रै हो। भिडभाडमा हुँदैन मौरी। इन्सान ठाउँ चाहिन्छ गाउँमा। अनि अहिले पनि तपाईँ खास 1-2 ड्रम लाने हिसाबले आउनु भएको? अहिले चाहिँ त्यहाँ काका भेट्ने विचार हो। अनि यिनीहरू धेरै भयो। काका कुन ठाउँ? यो माथि त हिरापुर के भन्छ? 3 घरे भन्ने ठाउँ स्कुल छ त्यहाँ। 3 घरे कतासम्म? तलको पेट्रोल पम्पबाट भित्र पस्नुपर्छ। पेट्रोल पम्प त उता छ चोकमा। ए ल आउनु हाम्रो माउरी हेर्न। ल अब हामीले चाहिँ हामीले सिजनमा माउरी यतातिर फिजाउँछौँ। जस्तै ऊ यता छ नि ऊ माउरीहरू यता त पुरा उता यो पुरा जमिनमा फिजाउने हो सिजनमा। कुनैले माउरी साउरी चाहियो भने होइन त्यतिबेला हामी टन्न फिजाउने हो। अनि के गर्छ त्यहाँदेखि कताबाट 10 बाक्सा 15 बाक्सा अर्डर आउँछ। अनि त्यसले त्यो मैले फिजाएको माउरी क्लासबाट उठाएर लिएर जान्छ। अनि अहिले चाहिँ हामीसँग चाहन्छु नि अहिले 12-15 वटा छ। हेर्नु यहाँ भयो उता भयो यो भयो होइन। त्यहाँदेखि लिएर यहाँदेखि लिएर यहाँदेखि लिएर यस्तो छ। सिजनमा जब माउरी चाहियो भनेपछि मैले के गर्छु त उयो बाहिर र यो पछाडि जमिनमा पुरै त्यो स्ट्यान्ड र बाक्सासहित आएको हुन्छ नि काठमाडौँबाट। अनि अब कुनैले 3000 वाला चितवनको बाक्सा माग्छन् टुनीको, कुनैले काठमाडौँको 2900 2500 वाला माग्छन्। अनि त्यो बाक्सा मगाउँछु सर्लक्क यो 20 वटाबाट 30 वटा 40 वटा बनाउँछु होइन। त्यहाँदेखि अहिले यो सबै बाक्सा मेरो एकदम फुल छ। यो हुने हो भने तपाईँको सुपर सुत हाल्ने खालको माउरी छन्। त्यस्तो फुल छ। यस्तो फुल हुन्छ मेरो माउरी हेर्नु। जस्तै यो डुँडकै कुरा हेर्नु यहाँहरूले चारैतिरबाट हेर्नु थाहा भइहाल्छ।